भात खानु पर्यो कुखुराको मासु है हाम्रो चिन्नुहुन्छ नि त यो हामी मिली खाएको हेर्नुहोस् है गाइस कुखुराको मासु भात मेरो छोरा बुहारीको घरमा आएर हैन अब छोरा पर्छ नि त जे भए पनि हैन यता छोरा यता बुहारी छोरा बुहारीको घरमा आएर मासु कुखुराको मासु कस्तो लाग्यो कमेन्ट गर्नु होला है गाइस ल खाए ल हामी खाँदैछु है कस्तो मिठो बुहारीले मिठो गरी पकाएछ को हुनुहुन्छ हौ हामी आफै नि भिडियोमा हामी आफै हो क्या सबैजनाले देख्छ नि त्यसरी हामीले भात खाएको बोलेको को त्यो टोपी लाउने टोपी लाउने को अरे बाउले खाँदैछु हौ नमस्ते खाइ ल हेरिरहेछ क्या त्यस्तो भनिँदैन हामीले खाएको जे भए पनि अब है यसरी भिडियो गरेर बस्यो बोल्यो भनेर चिन्नुहुन्छ नि त मलाई चाहिँ जहाँ जाँदा पनि जोसँग बोल्दा पनि जे खाँदा पनि यस्तो भिडियो बनाउनु मन लागिहाल्छ राम्रो कुरो पनि हो छैन अनि त एक दिन भुग्रुक भयो अनि धेर बोल्नु हुँदैन